नमस्ते साथीहरू हैन गुड मर्निङ। अहिले चाहिँ कति 10:30 जस्तै भइरहेको छ। अब हामी चाहिँ आज गाडी र बाइक सिक्न जान आएछौँ। साथी ट्र्याक्टर रोशन हैन बाइक सिक्न, अनि म चाहिँ गाडी चलाउन। हाम्रो चाहिँ सिक्ने चाहिँ अब ससा हो हैन, ट्याक्क ससामा चट्ट स्याट ट्याप लाएर हाल्नुपर्छ। आज चाहिँ उहिले सिक्ने दिन आएका यो हिजो भर्खर सर्भिस हान्न टक्क उस भयो यहाँमा प्लसका इची बिस्तारै चलाउनु पर्ने हुन्छ होइन। टक्क यो हिलोमा छेक्छ क्या पछाडि। हरे कृष्ण हरे यसलाई के जाने मलाई हान्दियो भने म अहिले के हुन्छ यो टक्क होइन। अहिले चाहिँ भर्खर बिहान पानी परेको छ अनि टक्क अब झर्न त झर्दैन। यहाँ चाहिँ ओभर धुलो हुन्छ क्या होइन। अनि अहिले पानी परेर ठिक छ, अस्ति नै यहाँ पहिरो गयो होइन। ट्याक्क होइन। अब हामी अब जाने तर्फमा छु होइन। टक्क नचल हेरै नचल, म तँलाई अहिले यहीँ यो उस्किएर हाल्छु। यार ब्रेक अलि टाइट भएछ यार अगाडिको। को ओभरटेक हान्न आँटे हो के भने त्योहरूले? राति हो या पुष्पा टिप्पर हिँड्ने भने अब टर्निङमा रातो गाडी रहेछ। आज चाहिँ अब बाहिर जानुपर्ने हुन्छ होइन। ट्याक्क रातो 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 हो केटा। ल हामी चाहिँ अब टक्क होइन यहाँ यसको रोशनको प्याकेज लिइसक्यो एक हप्ताको। यो चाहिँ अब लाइसेन्सको लागि अब ट्र्याक्टर सिक्दै रोक्ने उठाउने मैले चाहिँ सिकाउँदैछु। उद्या मुतिरहेको छ है। ल उद्या मुतिरहेको छ। ल त्यही ल मेरो भ्लगमा आयो नि त, म त हाल्ने हो यो। टक्क योले स्प्लेन्डर चलाइरहेछ है। हेलो अहिले चाहिँ यसलाई मैले उकालो सुकालो होइन सिकाउँदैछु। ट्याक्क यो 8मा घुमाएर यो ठुलो
प्याउलाई त्यसरी नराख्दा माथि है आफ्नो लेनमा टक्क हिँड्ने टक्क साइड लाइट दिने ट्याप्प रोक्ने ट्याक्क हल्लिनु भएन है ल बटानी अझै हो झ्याप्प रोक्ने हो खुट्टा हल्लाउनु भएन है ट्याक्क अनि अब जाने टक्क जा भन्छ हो त्यो खुट्टा त्यो बढी राख्यो पछाडि चट्ट अब यसरी जानु पर्यो है नहल्लिकन नत्र फेल हानिन्छ हल्लिँदै गयो भने टक्क राख्ने हैन साइड लाइट दिने हल्का आउन आँटेपछि अहिले होइन हो झ्याप्प रोक्ने ट्याक्क ल यो दुईटा घेराको बिचमा हुनुपर्छ है साइड लाइट अफ नि हान्नु पर्यो फेरि सिधा हुने साथ अफ हानिहाल्ने अफ हानेन भने फेल ब्रेक नि छोड ब्रेक छोड क्लच छोड हो ल झ्याप्प स्केड हुनु भएन है टायर अनि त्यो उकालो छ नि उकालो जाँदा फेरि पछाडि टायर 2 इन्च है कतिसम्म 2 मिटर यति जति होइन ट्याक्क झर्नु भएन क्या पछाडि झर्नु भएन सिधा उठाउनु पर्यो खुट्टा हल्लाउनु भएन अब जा त त्यो खुट्टा हालिहाल्ने क्या है ल अब यसलाई अब 8 घुमाउन सिकाउँछु 1 राउन्ड हान्छ है ल सो अब तपाईहरुले हैन मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु पर्यो टक्क म राम्रो भ्लगहरु हाल्ने छु है हो नाइस घुमा क्लच दाब्नु पर्यो है हल्का सुत्न आँट्यो भने हो नाइस ल ट्याक्क क्लच दाबिहाल्नुपर्छ यहाँबाट चट्ट हुन्छ है यहाँबाट आउने टक्क अनि नहल्लाइकन जा भन्छ त्यस्तै हाफ क्लच यहाँ हेर तनी हेर यो भयो नि यो घुम्ती यता गयो भने है यता गयो भने ब्रेक नथिचिरहने प्रेस हानिरहने बिस्तारै स्पिड उस भने प्रेस हान्ने हाफ क्लच यतिको हान्ने हाफ क्लच यता गयो भने जग्गा यतातिर गयो त्यसै ब्रेक दबाउने बिस्तारै त्यो पुस हुन आल्यो भने बिस्तारै ख्याच्छ फेरि अगाडिको चाहिँ हान्न पर्दैन ल क्लच हान्यो भने सक्छ क्या ल जान त जान्छ यो यसो टक्क बिस्तारै सुन्नु पर्यो है
ज्यान सिधा हलाउनु भएन, हात टक्क बटानी त्यस्तो पछाडि जानु भएन है, फेल हुन्छ। फेल हो कि मार्क्स फेलै जस्तो लाग्यो। अनि त्यहाँ यहाँ तल घस छ पार्नु भएन टायर। ल त्यसले अब कहाँबाट ल्याउन आँटेर। ल मैले जे भने त्यही गरे। इन रोक, टक्क रोक। अब अझै फेरि उठा, हल्का मात्र उठा, रोक है, रोक 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 रोक। हल्का उठाउने रोक्ने झ्याप्प, हल्का उठाउने रोक्ने झ्याप्प। अनि त्यसपछि उकालोमा ट्याक्क सिक्छ क्या। हो बटार्नु पऱ्यो है, बटारे पुगेन, क्लच छोड्दै के हो झ्याप्प। स्प्लेन्डरमा सेम यही सिस्टम हो है, त्यहाँ नि न्युट्रलमै कि हान्न पर्दैन जस्तो लाग्यो त्यहाँ। बटानी अझै मोनिताले हिँड नहलाइकन चट्ट, लास्टै स्लोमा नि नहिँड्ने। रोक्यो भने खुट्टा झऱ्यो भने झ्याउ हुन्छ। ठिक्क बटानी क्या। अब हिँड, खुट्टा नझौल। ल खुट्टा झुलाउनु हुन्न क्या, उकालो र ओह्रालोमा। यताबाट आइज न। ल लास्ट राउन्ड, अनि टाइम सकियो। बिस्तारै ब्रेक दाब्दै ट्याक्क हात ब्रेक दाब्नु पऱ्यो क्या। प्रेस होल्ड बाहिर निकाल। अब यहाँबाट निकाल्यो अफ रोड। यहाँबाट ऊ त्यहाँ अफ रोडबाट हाल्न, त्यो उस खाल्टोबाट। यो खाल्टोबाट हाल्छ क्या, माथि लाने। अब यहाँबाट यस्तै हिँड्नु भने हल्का हल्लिन टक्क उस गर्ने। ल अब गाडी नै आयो होला मलाई। क्लच नदाप्न। ए गियरमा हो, न्युट्रलमा हाल्न। न्युट्रल बल्ल गयो न्युट्रल। हो ट्याक्क हाल्ने, चट्ट हिँड्ने सिधा। तर यहाँ अलि उस छैन क्या। अब माथि ल्याइज, त्यहीँबाट घुमाएर ल्याइज माथि। हो नभएपछि के गर्नु, माथि ल्याइज माथि। लेनमा हिँड है, आफ्नो कुनामा होइन, छेउमा यता। माथि है, माथि लग है। अब माथि जहाँबाट झिक्या त्यहीँ। बिस्तारै है। ल अब टक्क मेरो गाडी नै आयो। अब म चाहिँ अब रोडमा चलाउनु पर्यो आज गाडी है। हिजो चलाएँ यहाँ टक्क। आफै बनाउँछु, हेलमेट लिएर जाने हो। हेलमेट कहाँ लाग्छ, हेलमेट लगाएर बना न भिडियो। ल अब
भयो 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 अनि पछि लाइसेन्स लिन सजिलो हुन्छ 2 वर्ष बाँकी छ ठिक छ सिकाउने मान्छे चाहिँ बसिसकेको अवस्था सिट मिले है कि मिले छैन न्युट्रल गर्ने हामीलाई जा हामी यहाँ एक राउन्ड हान्ने हो अब टक्क रोडमा जाने हो हैन त हो सट्ट अब हामी अब कतासम्म जाने भन त मलेको माइती भेट्नै पुगेर फर्किन्छौँ मैदी भयो गएर टक्क फर्काउनु पर्ने हुन्छ 15 मिनट जाने 15 मिनट आउने हैन त चस्माले सुहाएन ट्याक्क सिधा हामीलाई एक हातले चलाउनु यता मेरो छ न धेरै हान्नु पर्दैन भिडियो यो युट्युब भ्लग हो कि ल काफी त देख्न चाहिँ ठिक्क ल अब हामी चाहिँ ट्याक्क होइन अहिले ससामा छौँ होइन अनि ठिक होइन होइन भने हो नि ससा हो नि के होइन भने फटा यो चाहिँ चौतारा आइपुग्यो ससाको ससा चौतारो चौतारो हामी यहाँबाट तलतिर झरिरह्यौँ सही सही चौतारीको पर हिँड्यो ह्यान्ड एकछिन ब्याक 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 एकछिन एकछिन
सो अब होइन हामी चाहिँ गाडी पनि सिकियो, साथीले बाइक पनि सिकियो है। हामी फास्ट लर्नर हो क्या है, 2 दिन मात्र भएको थियो गाडी गरेको। सो अब हामी टक्क अब घर जान्छौँ होइन, यसो घुमेर। सो आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ आवर भिडियो है। हाम्रो अब डे 2हरू नै आउला यो उसको होइन त, डे 2हरू नै आउँछ। सो अब राम्रो हल्का पर्फेक्ट भएपछि केटा ट्याक्क अनि आउँछ हाम्रो भिडियो। अनि लाइसेन्स बनाउनु जाने बेला नि आउँछ है रोशनको। मेरो चाहिँ पहिला निस्कियो है बाइकको, त्यही हो। अब गाडीको बाँकी हो मेरो होइन, अब साथीको अब बाइकको बाँकी।